नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौँ टिपर दुर्घटना भएको प्रसङ्गबाट। काठमाडौँको तारकेश्वर नगरपालिका स्थित जितपुरको कोट गाउँमा टिपर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा चालक माइला तामाङ र सहचालक कमल तामाङ रहेका छन्। शुक्रबार काठमाडौँबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको ना 2 क 338 नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरले जनाएको छ। ट्रिपरले क्लिन नेपाल नामक कम्पनीको फोहोर ढुवानी गर्दै आएको थियो। महानगरीय प्रहरीवृन्द बालाजुका प्रमुख रञ्जित सिंह राठौरले ट्रिपर तीव्र गतिमा रहेको र सडकबाट 50 मिटर तल आलुबारीमा खसेको जानकारी दिए। प्रदेश 2 का उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले संविधान संशोधन सहितका विषय सम्बोधनका ग्यारेन्टी नभएसम्म सरकारमा नजाने स्पष्ट पार्नु भएको छ। सिरहाको धनगढीमाईमा शुक्रबार राजपाको नगर समिति कार्यालय उद्घाटन कार्यक्रममा राज्यमन्त्री मण्डलले यस्तो बताउनु भएको हो। उहाँले संविधान संशोधनको ठोस खासा सांसद रेशम चौधरीको रिहाई, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा फिर्ता लगायत माग सम्बोधनको ग्यारेन्टी नभएसम्म सरकारमा नजाने स्पष्ट पार्नु भएको हो। उहाँले राजपा नेपाल मधेसी जनताको विचार र भावना अनुसार नै काम गरिरहेको पनि दावी गर्नुभयो। राज्यमन्त्री मण्डलले मधेसीलाई उत्पीडनबाट मुक्त गराउने र अधिकार दिलाउने पार्टी राजपा मात्रै भएका समेत बताउनु भएको थियो। कार्यक्रममा राजपाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। प्रदेश 2 मा यस आर्थिक वर्षमा धानको उत्पादन घटेको छ। यस आर्थिक वर्षमा प्रदेश 2 का 8वटै जिल्लामा गरी 4,01,006 हेक्टरमा धान खेती गरिएको थियो, जसमा 12,49,540 मेट्रिक टन मात्र धान उत्पादन भएको छ। गत आर्थिक वर्षभन्दा 2,45,504 मेट्रिक टन उत्पादन घटेको छ। गत आर्थिक वर्ष 2075-76 मा 4,01,906 हेक्टर धान खेती गरिएको थियो, जसबाट 14,95,054 मेट्रिक टन उत्पादन गरिएको थियो। अघिल्लो आर्थिक वर्षमा उत्पादन दर 3.72% हेक्टर थियो, तर यस वर्ष प्रति हेक्टर मात्र 3.12 मा रहेको छ। यस वर्ष प्रदेश 2 मा दुवै सिजनमा धानको उत्पादन घटेको प्रदेश 2 भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ। यसपालि त धान रोपाइको बेलामा बाढी पनि आएको थियो हैन, र बाढी आउँदाखेरि चाहिँ अब कतिको चाहिँ बेर्ना फिल्डमा थियो। त्यो बेर्ना चाहिँ अब बाढीले कसैको चाहिँ पुरै डुबाउन परेर बेर्ने नै सखा भयो र लास्टमा चाहिँ बेर्नै पाएन, रोपाइ गर्न सकेन, अरू कुनै बाली लगायो। त्यसमा अरू कुरा बाढीले चाहिँ रोपाइ भइसक्यो, खेतमा चाहिँ भर्खर रोपाइ भएको थियो, बाढीले त्यो के भन्छ बेर्नाहरू बगाइदिने त्यस्तो समस्या देखेको थियो। अनि कुनै फेरि के भने धान लगाइसकेपछि तपाईँको खडेरीको समस्या पनि भयो, पानी परेन बिचमा। अनि पानी नपरिसकेपछि किसानले खेतमा पानी नै थिएन, रोपाइ नै गरेन कतिले। अनि जसले रोपाइ गरिसकेको छ उहाँको खेतमा पनि के भयो भने पानी नपरेपछि प्रोडक्सन चाहिँ त्यो खडेरीले गर्दाखेरि प्रोडक्सन घट्ने चान्स भयो। र पछि के भयो, फेरि पानी धेरै यति पानी पऱ्यो त बाढी आइदियो, र बाढी आइसकेपछि त्यो बाढीले पनि धेरै ठाउँमा चाहिँ नोक्सान गरेको छ धानबारीलाई। त्यो कुरा छ। फेरि लास्टमा चाहिँ तपाईँको फल्ने बेलामा चाहिँ यसपालि के भएको थियो भने 12तिर हेर्नुहुन्छ भने सर्लाहीमा हेर्नुहुन्छ भने तपाईँको फौजी केराले आक्रमण गर्यो। त्यो सप्तरी, सिरहा र धनुषा, महत्तरी, रौतहट, बारामा उत्पादन घटेको छ। त्यस्तै सर्लाही, पर्सामा थोरैले उत्पादन बढेको छ। प्रदेश 2 का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले नेपाल र भारत खुला सिमाना दुवै देशका लागि अवसर भएको बताउनु भएको छ। नेपाल भारत खुला सीमा संवाद समूहले बिहिबार जनकपुरधाममा गरेको कार्यक्रममा मन्त्री सोनलले खुला सीमा नेपाल र भारतका चुनौती नभएर अवसर भएको बताउनु भएको हो। उहाँले नेपाल र भारत बीचको सम्बन्धको चर्चा गर्दै यो सम्बन्धलाई कसैले बिगार्न नसक्ने पनि बताउनुभयो। हमारे लिए चैलेंज है कि अपॉर्चुनिटी है, हमारे लिए एक चुनौती है कि हमारे लिए एक अवसर है। जब इस पर खड़ा होकर के, इस पर टेक करके जब हम डिबेट करेंगे तो मुझे लगता है कि डिबेट को, छलफल को, बातचीत को हम और ज़्यादा उपलब्धिमूलक बना पाएंगे। मन्त्री सोनलले कुनै राष्ट्रको अहितमा प्रदेशको यो भूमि प्रयोग नहुने पनि प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर शाहलाई नेपाल भारत बीचको सम्बन्ध अटुट रहेको भन्दै सूर्य र चन्द्र रहेसम्म सम्बन्ध कायम रहने बताउनुभयो। माना जाता था, मिथिला प्रदेश का माना जाता था। माने एक जमाने में
हमारे माता पिता अलग अलग देश के रहने वाले नहीं थे। वैसे संबंध कितना पुराना है। प्रोफेसर साहब बेटी रोटी की बात करते हैं। मेरे दादा का ससुराल भारत, मेरे बाबूजी का ससुराल मेरा ननिहल्ला भारत। मेरे परिवार में हम लोग 7 भाई बहन हैं। 7 भाई बहन का संबंध भारत, किसी का भी शादी नेपाल में नहीं। कार्यक्रममा ढल्ते आँसुके बीज नामक हिन्दी कविता संग्रहको विमोचन गरिएको थियो। यो कविता संग्रह मैथिली भाषाका वरिष्ठ साहित्यकार अयोध्यानाथ चौधरीले राख्नु भएको छ। कविता संग्रहमा चौधरीले प्रेम, घृणा र राजनीतिक र सांस्कृतिक जस्ता मानव संवेदनासँग जोडिएका विभिन्न विषय समेट्नु भएको छ। यो उहाँको पहिलो हिन्दी भाषाको रचना हो। यसअघि उहाँले मैथिली भाषा थुप्रै रचना गरिसक्नु भएको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक पुस 16 गतेसम्मका लागि स्थगित भएको छ। शुक्रबार अपराह्न 1 बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो। संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले पुस 16 गते 1 बजेसम्मका लागि स्थगित भएको बेहोराको सूचना टाँसेको छ। शुक्रबारको बैठकमा सम्वादित कार्यक्रम पनि सार्वजनिक भइसकेको थियो। बैठकको सम्भावित कार्यसूचीको पहिलो नम्बरमा नै प्रतिनिधि सभा नियमावली 2075 को नियम 7 को उपनियम 1 बमोजिम सभामुखको निर्वाचनको लागि दिन निर्धारण गर्नुहुने भन्ने उल्लेख थियो। सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानुन अनुसार नै भएको स्पष्ट पारेको छ। नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्टको जग्गा लिज समय नसकिँदै लिजको समय थपिएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउन माग गरेपछि सरकारको तर्फबाट ट्रस्टका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले बिहीबारको राष्ट्रिय सभाको बैठकलाई लिजबारे स्पष्ट पार्नु भएको हो। नेपाल सरकारले नेपाल ट्रस्टको चल अचल सम्पत्तिको प्रयोग कानुनले निर्देशन गरे अनुसार नै गरेको दाबी गर्नुभयो। सत्ता पक्षका मान्यज्यूहरूले पनि कुराहरू उठाउनु भएको छ। वास्तवमा कतिपय त्यस्ता साझा सरोकारका विषयहरूमा यो पक्ष त्यो पक्ष भन्ने कुरा उचित हुँदैन। सही कुरालाई सही। रक्षा मन्त्री पोखरेलले सरकारले गरेका कामको गुण दोषको आधारमा दृष्टिकोण बनाउन पनि आग्रह गर्नुभयो। उहाँले ट्रस्ट सम्बन्धी ऐनमा प्रधानमन्त्रीले तोकेको मन्त्री अध्यक्ष हुन सक्ने व्यवस्था भएकाले प्रधानमन्त्रीको सिफारिसमा जुनसुकै मन्त्री पनि पर्न सक्ने स्पष्ट पार्नुभयो। ट्रस्ट नियमावली 2065 जारी भयो र त्यो ऐन र नियमावलीद्वारा नै त्यो ट्रस्ट सञ्चालित हुने भन्ने कुराको किटान गरियो। हामी सबैलाई थाहा छ र त्यसमा त्यो गरिएको व्यवस्था अनुरूप त्यो कामहरू अगाडि बढ्यो र रक्षा मन्त्री पोखरेलले पूर्वमा धनकुटादेखि पश्चिममा सुर्खेतसम्म ट्रस्टको नाममा रहेको चल अचल सम्पत्ति एकीकृत विवरण सङ्कलन गर्न केही दिन मात्रै श्वेतपत्र जारी गर्ने समेत बताउनुभयो। उहाँले सबै चल अचल सम्पत्तिलाई व्यवस्थित गर्ने काममा सरकार लागेको र गोकर्ण रिसोर्ट, काठमाडौँ प्लाजा, टेकुको बिजनेस पार्क, दरबार मार्गको जग्गा लगायतको सम्झौता के कसरी कहिले भएको थियो भन्ने सम्पूर्ण विवरण श्वेतपत्रमा उल्लेख हुने बताउनुभयो। अर्थमन्त्री युवराज खतिवडाले राजस्व चुहावटको मात्रा अनुसार दण्ड सजाय गर्ने व्यवस्था सहित सरकारले राजस्व चुहावट 2075 ल्याएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण पहिलो संशोधन 2075 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै अपराधका आधारमा दण्ड सजाय धेरै र थोरै हुने प्रावधान गरिएको बताउनु भएको हो। दण्ड जरिवानाको विषयमा एकमुष्ट व्यवस्था भएकोमा अहिले कम मात्रै चुहावट गर्नेलाई कम जरिवाना र कम जेल सजाय हुने, बढी गर्नेलाई बढी सजाय गर्ने व्यवस्था गरिएको उहाँले स्पष्ट पार्नुभयो। त्यसैगरी सुराकीको रकमलाई पनि व्यवस्थित पारिएको उहाँले स्पष्ट पार्नुभयो। तर राज्यको कानुन नमान्ने, कर छल्ने उनीहरूको लागि पनि त कानुन चाहियो।
सम्मानित गर्नेलाई मात्रै सम्मान गरेर पुग्दो रहन्छ, दण्डित पनि गर्नुपर्दो रहेछ अपराध गर्दा। त्यसकारणले राजस्व चुहावट सम्बन्धी नियन्त्रण ऐनको विधेयक संसदमा पेश भएको हो। छलफलमा सहभागी हुँदै राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देव देशभित्र राजस्व चुहावटको नियन्त्रण डण्डा देखाएर गर्न नसकिने तर्क गर्नुभयो। त्यस्तै उदय शर्मा पौडेलले राजस्व लक्ष्य अनुसार उठ्न नसकेको र चुहावट रोक्नका लागि विधेयक ल्याइएको बताउँदै विधेयकमा व्यवस्था भएका विषयहरू स्वागत योग्य भएको बताउनुभयो। बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले नेपाल इन्जिनियरिङ परिषद विधेयक 2076 सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सांसदहरूले बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्ति हुन नसक्ने बताएका छन्। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बिउ बिजन ऐन 2045लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदहरूले बिउ बिजनको डिएनए र फिङ्गरप्रिन्ट गर्न नसके कृषि उत्पादनमा क्रान्ति हुन नसक्ने बताएका हुन्। सांसद दलबहादुर राणाले डिएनए फिङ्गरप्रिन्ट प्रत्येक वर्ष गर्नुपर्ने बताउनुभयो। हामीले छुटाएको हो, त्यो चाहिँ मान्य, त्यो पनि केही गर्न नसक्ने इन्डियाको हो, के गर्ने भन्ने। अनि कर्मचारी कोही चाहिँ नफस्ने भयो, किनभने त्यो प्रत्येक वर्ष डिएनए फिङ्गरप्रिन्ट के गर्नुपर्ने नियमै रहन्छ भन्छ। कर्मचारी चाहिँ त्यो जोगिने भयो। आखिरमा अहिले त कति 7 करोड कि 8 करोड घाटा लागेको भनेर त सरकारले फेरि समिति गठन गरेर तिर्नुपर्ने भनेको छ। त्यो आखिरमा फोकटिया सरकार पर्ने भयो नि। त्योसँग सम्बन्धित संस्था कर्मचारी त्यो अरू सबै जोगिने। अनि खर्लक्क चाहिँ सरकारले 7-8 करोड चाहिँ क्षतिपूर्ति तिर्नुपर्ने स्थिति भनेपछि त्यो गम्भीर भएन। त्यसो भएको हुँदा केन्द्रले त छुट्टै पाउँथेन। अब यस्तो खालको चाहिँ चिज। सांसद सत्यनारायण खनालले प्रदेशहरूमा समन्वय गर्ने अधिकार र अन्तर्राष्ट्रिय स्तरमा समन्वय गर्ने अधिकार केन्द्रमा राखी बिउ बिजन परीक्षण र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताउनुभयो। हिसाबले त्यो अधिकार केन्द्रसँग राखेर प्रदेशलाई नै चाहिने सारा आवश्यक जे छन् त्यो संगठन गर्न, त्यो बनाउन, व्यवस्थापन गर्न प्रदेशलाई अधिकार दिनुपर्छ। त्यसमा चाहिने विज्ञहरू जो हुन् त्यो पनि व्यवस्था गर्नु पर्यो। त्यो किसिमको ऊ पनि बनाउनु पर्यो। प्रयोगशालाहरूको प्रदेशलाई दिने र अरू के अरे प्रदेशहरूको बिचमा समन्वय गर्न, राष्ट्रिय रूपमा काम गर्नको लागि केन्द्र छँदैछ र अन्तर्राष्ट्रिय रूपमा प्रदेशले डाइरेक्ट नमिल्ने हुनाले केन्द्रमा सहमति अधिकार राख्नुपर्छ। कम्तीमा पनि गुणस्तरयुक्त बिउ नै भएन भने त्यस। बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले सबै प्रदेशमा एक-एकवटा बिउ बिजन सम्बन्धी प्रयोगशाला रहेको, प्रदेश 5 मा 2वटा रहेको र निजी क्षेत्रबाट पनि 5वटा प्रयोगशाला सञ्चालित रहेकाले यो विषयमा थप छलफल गर्नुपर्ने अवस्था नरहेको बताउनुभयो। र निजी क्षेत्रमा समेत 5वटा सञ्चालित छन्। त्यसले गर्दाखेरि चाहिँ स्थिति के छ भन्ने बारेमा मान्यजीहरूले पहिले जानकारी लिनुभएको भएदेखि यो बहस धेरै जाँदैन थियो कि भन्ने लागेको मलाई। हामीले छुटाएको हो भन्ने मात्रै। बैठकमा कृषि सचिव डाक्टर युवक ध्वज जीसीले बिउ बिजन परीक्षणका आफ्नै नियमहरू रहेकाले निजी क्षेत्रलाई पनि समेट्ने गरी विधेयकमा व्यवस्था गरिएको जानकारी दिनुभयो। उद्योग व्यवसायीहरूले लगानीको वातावरण बन्ने, आफूहरू लगानी बढाउन तयार रहेको बताएका छन्। बागलुङ उद्योग वाणिज्य सङ्घले उज्यालो बागलुङ समृद्ध बागलुङ नारासहित आयोजना गरेको लगानी सम्मेलनमा उद्योगी व्यवसायीहरूले लगानीको वातावरण बनेका आफूहरू लगानी बढाउन तयार रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगी व्यवसायीहरूले सहरले मात्रै लगानी नगर्ने बताउँदै लगानीको प्रतिफलको कुरा आउँदा नीतिगत समस्याहरू देखिने गरेको बताउनुभयो। उहाँले बागलुङमा कृषिसँग सम्बन्धित उद्योगको सम्भावना भएकोले त्यसका लागि लगानीको वातावरण निर्माण गर्न आग्रह गर्नुभयो। सहरले मात्रै कुनै व्यापारी व्यवसाय उद्योगीले लगानी गर्दैनन् र जब लगानीको प्रतिफलको कुरा हुन्छ त्यो बेला धेरै समस्याहरू छन्, चुनौतीहरू छन्।
हामी त्यो चुनौतीहरू त्यो समस्याहरूलाई समाधान गर्न सक्यौँ भने पक्कै पनि लगानी आउँछ। त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनको क्षेत्रमा पनि बाग्लुङ सम्भावना भएको जिल्ला रहेको बताउनुभयो। उहाँले पञ्चकोट र भैरे व्यवस्थापन केबल कार सञ्चालनका लागि उपयुक्त हुने बताउनुभयो। त्यस्तै उपाध्यक्ष ढकालले व्यवसाय सञ्चालनका लागि लगानीको सुरक्षा र त्यसबाट आउने प्रतिफलको सुनिश्चितता भएमा लगानी स्वतः बढ्ने बताउनुभयो। ग्यारेन्टी हुँदाखेरि वास्तवमा उसले इन्भेस्टमेन्ट गर्न अलिकति इन्करेज हुने अवस्था रहन्छ, त्यो म भन्न चाहन्छु। अब अहिले वास्तवमा नेपालको बाग्लुङको मात्र कुरा नगरेर ओभरअल नेपालको कुरा गर्ने हो भने यहाँ जस्तो पहिला यो प्रत्येक वर्ष यो जुन गभर्मेन्ट चेन्ज हुने अथवा प्रत्येक वर्ष यो नियम कानुनहरू चेन्ज हुने, पोलिटिकल स्टेबिलिटी नहुने र अलिकति हरेक चिजहरूको चाहे इन्भेस्टमेन्टको भनौँ चाहे कुनै पनि चिजको अलिकति स्थायित्व नहुने जुन पहिलाको अवस्था थियो, वास्तवमा त्यो अवस्था अहिले जुन यो नयाँ राजनीतिक संरचना अनुसार यो नयाँ राजनीतिक परिवर्तन पछि वास्तवमा धेरै चिजहरू यसले भन्नाले एउटा ग्यारेन्टी। सम्मेलनमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले राष्ट्रिय पुँजी निर्माणबाट मात्रै देशको समृद्ध हुने बताउनुभयो। उहाँले लगानी बढाउनका लागि देखिएका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको समेत बताउनुभयो। पुँजी निर्माणको कामबाट बाग्लुङ उज्यालो कुन भन्दा हामी फुकाल्छौँ भन्ने प्रतिबद्धता म यहाँ जाहेर गर्न चाहन्छु। हाम्रो व्यापार करिब 50। सम्मेलनमा भाटबटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले भाटबटेनीको नयाँ स्टोर बाग्लुङमा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो। त्यस्तै उद्योगी व्यवसायीहरूले जलविद्युत, केबल कार, स्टार होटल तथा सुपरमार्केट, कृषि उद्योग लगायतका क्षेत्रमा लगानी गर्न आफूहरू तयार रहेको बताएका छन्। अब अन्तर्राष्ट्रिय समाचार। काजाखस्तानमा 100 जना सवार विमान दुर्घटनामा परेको छ। दुर्घटनामा कम्तीमा 9 जनाको ज्यान गएको छ। अलमाटी विमानस्थलबाट काजाखस्तानको राजधानी नुर सुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा परेर 9 जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ। विमानस्थल सवार अन्य यात्रुको अवस्थाबारे भन्ने अहिलेसम्म यकिन हुन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएअनुसार दुर्घटनास्थल क्षेत्र वरपर बाक्लो हुस्सु लागेको छ। दुर्घटना मौसमको प्रतिकूलता या अन्य के कारणले भन्ने खुलेको छैन। हवस् त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।